प्रस्थानको पुस्तक 2 अध्यायको 13 पदबाट। भोलिपल्ट त्यहाँ जाँदा 2 जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्नेलाई चाहिँ भने, तिमी आफ्नो हिब्रू मान्छेलाई किन हिर्काउँछौ? त्यसले भन्यो, कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारे जस्तै मलाई पनि मार्न चाहन्छौ? तब मोसाले डराएर मनमनै भने, अवश्य यो कुरा फिजिन लागेछ। फारोलाई यो कुरा थाहा भयो र उनले मोसालाई मार्ने विचार गरे। तब मोसा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कुवा नेर बसे। सबै विद्याहरू सिकेको थियो। एक महान अगुवा बन्नु थियो। इजरायलीहरूको पक्षमा रहेर उनीहरूको सहारा बनेर उनीहरूलाई हिम्मत दिनु थियो। उसको क्रोधको कारण, उसको छिटो निर्णयको कारण, उसको आवेशको कारण, उसको रिसको कारण अब के भयो थाहा छ? उसलाई त्यहाँबाट भाग्नु पर्यो। सबै विद्या सिकेको व्यक्ति, राम्रोसँग पढेको व्यक्ति आज जङ्गलमा के गर्दैछन् थाहा छ तपाईँलाई? भेडा चढाउँदैछन्। सामान्य रूपमा कसले भेडा चढाउँछ थाहा छ? नोकर, कामदार। अहिले को भेडालाई चढाउँदैछन्? उच्च शिक्षालाई प्राप्त गरेको व्यक्ति। कल्पना गर्नुहोस्, युनिभर्सिटीमा गोल्ड मेडलिस्ट, पिएचडी गरेको, एउटा उच्च शिक्षा हासिल गरेको, फेरि गएर भैँसी चढाउन थाले। यसलाई कल्पना गर्नु सक्नुहुन्छ? मोसालाई 1 दिन होइन, 2 दिन होइन, 1 वर्ष होइन, 2 वर्ष होइन, 40 वर्ष जङ्गलमा रहनु पर्यो। यदि उसलाई कसैले देख्यो भने यस्तो भन्छ, यो भेडा चढाउनलाई देख्नुहुन्छ? धेरै वर्षदेखि भेडा चढाउँदै थियो यहाँ। साँच्चै त्यो को हो थाहा छ? को हुन सक्छ भेडा चढाइरहेको छ? को हुन सक्छ? होइन, उस व्यक्तिमा भएको ज्ञान साधारण होइन, महान ज्ञानी हो ऊ। मिश्र देशको सबै शिक्षालाई सिकिएको व्यक्ति हो। देशलाई शासन गर्नको निम्ति सबै ज्ञानहरू पाएको व्यक्ति हो ऊ। तिमी यति बढाइ गरिरहेको छ, किन भेडा चढाइरहेको छ? अनि म भन्छु, यो रिसाउनुमा एकदमै छिटो छ। त्यो रिसको कारण आज यति उच्च शिक्षा प्राप्त गरे पनि भेडा चढाउँदैछन्। सम्झनु भयो भने विचार गर्नुहोस्। प्रिय मोसाले 40 वर्ष, 40 लङ इयर्स, आफ्नो जीवनमा उसले जे चाहेको थियो केही पनि देखेन। उसको जीवनमा सोचे अनुसार उसको भएन। उसले एउटा पढाइ गर्यो, अर्को गरिरहेको छ। उसले सोचेको एउटा थियो, उसको जीवनमा अर्को भइरहेको छ। उसको सबै सपनाहरू विफल भयो। जीवनमा उसले कुनै पनि उन्नति देख्न पाएन। 10 वर्ष अगाडि भेडा चढाउँदै थियो, 20 वर्ष अघि पनि भेडा नै चढाए, 30 वर्ष अघि भेडा नै चढाए, 40 वर्षसम्म कुनै पनि उन्नति बिना रहे। उसको पोस्टमा कुनै बदलाव थिएन। भेडा चढाउने पोजिसनमा कुनै बदलाव थिएन। सम्पत्ति कुनै कमायो र केही पनि कमाएन। उसको जीवनमा कुनै पनि उन्नति थिएन। प्रिय, ऊ कति हताश थियो, कति निराश थियो। एकपल्ट सोच्नुहोस्, तपाईँ राम्रोसँग पढेर उच्च शिक्षा हासिल गरेको छ, सबै कुरा थाहा पाएर सबै कुरा सिके तापनि यदि तपाईँ भेडा चढाउनु पर्यो भने कस्तो स्थिति हुन्छ? कति भयानक हुन्छ त्यो व्यक्तिको मानसिकता। एकपल्ट सोच्नुहोस्। प्रिय, तपाईँ सोच्दै हुनुहुन्छ 10 वर्षदेखि म नोकर गर्दैछु, तर अहिलेसम्म मेरो तलब पनि वृद्धि भएको छैन, मलाई दया पनि मिलेको छैन। आज महँगाई हेऱ्यो भने हरेक चोटि बढ्दै गएको छ, तर मेरो तलबमा वृद्धि भएको छैन, 1 रुपियाँ पनि बढेको छैन। कति निराश। पुरानै साइकलमा जाँदैछ र आउँदैछ। एउटा स्कुटी पनि खरिद गर्न सकेन, एउटा पुरानो बाइक पनि खरिद गर्न सकेन। 10 वर्षदेखि कति निराशमा छन्। त्यही झुप्रोमा रहिरहेको छ, त्यही झुप्रोमा बच्चाहरू पढिरहेका छन्, केही उन्नति छैन। कति निराश छन्, एकपल्ट सोच्नुहोस्। प्रिय, मोसालाई हेर्नुहोस्, 40 वर्ष, 40 इयर्स, कति निराश थिए, कति उदास थिए। कृपया ध्यान दिनुहोस्। मोसा आफ्नो जीवनमा जब उदास र निराश भएर गइरहेको थियो अनि उसको जीवनमा कुनै पनि हासिल गर्न सकेको थिएन, तैपनि ऊ खाली बसेन।
त्यो एउटा कुरालाई निश्चित रूपमा लेख्नुपर्छ। त्यो के हो? निराशा अनि उदासी आए तापनि छी व्यर्थ जीवन मेरो, मरेको भए राम्रो हुन्थ्यो, सोचेन। उन्नति रहित जीवन थियो उसको, ऊ खाली बसेन। हामी मध्ये यस्तो व्यक्ति छन्, तपाईको इच्छाको जागिर मिलेन त्यसैले रोएर बसिरहेका छन्। जसलाई चाहेको थियो त्योसँग विवाह भएन त्यसैले तपाईँ निराश भएको छ, उदास भएको छ। तपाईको प्रमोसन मिलेन त्यसैले परमेश्वरसँगै रिसाएर बसेका छन्। छोरा भएको छैन भने या सन्तान भएको छैन भने सोची आज तपाईको जीवनमा निराश र उदासी छाएको छ। केही गर्ने मन छैन, तपाईँ घरको काम, खाना बनाउने काम मन छैन, जागिरमा जाने मन छैन, परिश्रमका साथ काम गर्ने मन छैन। किन भनेर सोद्धाखेरि डिप्रेसन छ ब्रदर, यस्तो बहाना गर्छ। के भन्दैछ? डिप्रेसन भन्दैछ। धेरै सन्दर्भमा मैले के देखेको छु थाहा छ? जो काम बिना एकदमै खाइरहेको छ, सामान्य रूपमा भन्छन् धेरै डिप्रेसनमा छ ब्रदर। खाली बसेर खाँदा डिप्रेसन नभएर के हुन्छ? कोही हुनुहुन्छ यस्तो व्यक्ति हाम्रो बीच? जिन्दगी चल्दैछ त्यसकारण चलाउँदैछु, त्यो पनि चलेको छैन भने काम गर, त्यसलाई डिप्रेसनको नाम नदेऊ। कृपया ध्यान दिनुहोस्, निराशा उदासी मोसाकोमा आएको थियो तापनि उसको एक राम्रो गुण थियो। त्यो के हो थाहा छ? यस्तो अवस्थामा पनि उसले काम गर्दै अगाडि बढ्दै थिए। उसले 40 वर्षसम्म एउटै काम गरे, त्यसलाई छोडेन। प्रिय, वर्षौंदेखि तपाईँ त्यही काम गर्दै हुनुहुन्छ, एउटै तलब मिलिरहेको छ, त्यही कमी घटी छ। तपाईँको जीवनमा कुनै बदलाव छैन, केही उन्नति छैन। तपाईँको चारैतिरको मानिसलाई देख्दा तपाईँ रुन आउँछ। तपाईँको चारैतिरको मानिस उत्तम स्थितिमा पुगेको छ भने तपाईँको हृदय टुटेको छ र? किन प्रभु मेरो जीवन यस्तो भइरहेको छ? किन मेरै जीवन यस्तो बर्बाद भइरहेको छ? किन मेरो जीवनमा कुनै किसिमको बदलाव देख्न पाइरहेको छैन? भोलि या पर्सि जागिर मिलेको छ, त्यो त म भन्दा पनि राम्रो छ। मसँग यस्तै अपार्टमेन्टमा जो बहालमा बस्नुहुन्थ्यो, आफ्नै घर किनेर उसले मलाई आफ्नो घर समर्पणको निम्ति निमन्त्रणा गरी बोलाइरहेको छ। म किन आफ्नै घर खरिद गर्न सकेन? जो म भन्दा पनि निर्धन थियो, ऊ उच्च स्थानमा पुगेर छोरीलाई डाक्टर र छोरालाई इन्जिनियर पढाइरहेको छ। मैले त फिस पनि तिर्न सकिएन। कस्तो जीवन मेरो यो! निराश या उदासमा कोही हुनुहुन्छ आज? म जे गर्न सक्छु गर्दैछु, तैपनि मेरो जीवनमा किन उन्नति भएको छैन, यस्तो सोच्दैछौ? प्रिय, मोसा ती दिनमा सोचे मैले जे गर्न सक्छु गर्दैछु, तर मेरो जीवनमा कुनै किसिमको उन्नति छैन। अब मेरो जीवन यस्तै रहन्छ। त्यस दिन मैले अनावश्यक क्रोध देखाएँ, आवेशमा आएर रिस गरे, केही गरेर देखाउँछु भने इजरायलीहरूको पक्षमा खडा भई उनीहरू सबैलाई छुटाउँछु भनी सोचे। तर मेरो क्रोधको कारण मैले एकजनाको हत्या गरिदिएँ। फारोबाट डराएर भागेर यहाँ आएँ। अब मेरो जीवनमा म असल दिन देख्न सकूँ यस्तो अवसर फेरि कहिले आउने छैन। मेरो जीवन यस्तो भयो।